मिठो छ पूरा लिखा लिने ना अनि यो खान्छु त म फाल्नु भन्दा पिरो भयो कति पिरो बनाइसक्यो हजुरले पनि केही पिरो बनाएको छैन छ खुर्सानी त हाले हैन आज कसरी पिरो हुन्छ खुर्सानी हालिकन नुन चाहिँ बढी भएको छ आज नुन बढी भएको छ त्यही भएर नुन भएपछि पिरो थोरै हुन्छ अमिलो छ त अमिलो त कागती हालेर यो कागती हालेर अमिलो भएको हो सुन्तला जस्तै कागती हालेर के भयो अमिलो हेलो गाइजहरु सुन्तला जस्तै छ हेलो गाइजहरु यो कागती सुन्तला जस्तै छ कति अमिलो छ है यत्रो ठुलो आगो छ त नआइदियो कति अमिलो छिटो खाइस न माम कति माम खाऊ पहिला यो खाने हैन पहिला माम खाने हो यो खायो भने दाँत आउँदैन किन हजुरको दाँत दामी राख नि त मेरो दाँत गइरहेछ यो दाँत त जान्छ अब सबै टुट्छ टुटे भने म कसरी खान त चिची चिची खाने गिलो गिलो बनाएर सानो सानो बनाएर त्यस्तै छ यो पनि टुट्छ सबै टुट्छ त्यो टुट्दैन कति अमिलो होला कति अमिलो ह वाह धेरै खानुहुन्न यसमा नुन बढी छ क्या हैन अब मेरो भाँडा धुनु छ धेरै म भाँडा धुन्छु तन्नै खाऊ छिटो नभए हजुरको भाँडा आफै धुनुपर्छ हजुरले दिन्छु त भाँडा आफै माझा भाँडा आफै धुन्छ कसले उचालेर अहिले त हजुरको भाँडा धुने समय हैन नि त छिटो खाऊ छिटो कसले उचालेको बाबा सुविधाबाट आइले हैन छिटो खाऊ न र खेली खेली खान्छन् नि पर्ने दालाले हो कि कति पिरो हो के खुर्सानी हाले छैन पिरो भन्छन् यसै भयो अब कसरी गर्ने हो